जय श्री राधे, जय श्री कृष्ण। धर्मदर्शनमा यहाँहरू सबैमा धेरै धेरै स्वागत छ। म कुबेर सुवेदीको। हामी अब आषाढ महिनाको महत्त्व र महिमा, आषाढ महिनामा गरिने पूजापाठ आराधना, कुन देवी देवताको पूजा उपासना आराधनाले आषाढ महिना विशेष बन्नेछ, के कस्ता स्तुति वन्दनाहरू गर्नाले कार्यसिद्धि, भक्ति अनि धनधान्य आदिहरू बढेर जान्छ। आषाढ महिनाको आध्यात्मिक महत्त्व र महिमा के छ, यो महिनामा गर्नुपर्ने के, शरीरलाई ऊर्जावान बनाउन, शरीरलाई स्वस्थ राख्नको लागि पनि आषाढ महिनामा के कति कुराहरूमा ख्याल गर्नुपर्छ, हामी कुराकानी गर्न गइरहेका छौँ। असार महिना सुरु हुँदैछ। 2082 सालको असार महिनाको 1 गते आइतबारका दिन परेको छ। सूर्य वृष राशिलाई छोडेर मिथुन राशिमा प्रवेश गर्नेछन् यो महिनाभरि। यस महिना 32 को महिना रहेको छ र 32 गते बुधबार असार महिना सम्पन्न हुँदैछ। यसलाई अङ्ग्रेजीमा 2025 जुन 15 तारिकबाट असार महिना सुरु हुँदैछन् भने 16 जुलाई 2025मा असार महिना सम्पन्न हुनेछ। असारको धार्मिक महत्त्व, आध्यात्मिक महत्त्व के छ भने चतुर्मासको यो महिना हो, पहिलो महिना हो। आषाढ महिनाको शुक्ल पक्षको एकादशीका दिन श्रीहरि भगवान शयन गर्नुहुन्छ, तब चतुर्मासको समय सुरु हुन्छ। शुभ कार्यहरू हुन्छन्, तर विशेष गरेर माङ्गलिक कार्यहरू भने जब भगवान श्रीहरि कार्तिक महिनामा हरिबोधिनी एकादशीका दिन जब जागा हुनुहुन्छ तब माङ्गलिक कार्यहरू विशेष हुने गर्दछन्। असार महिनाबाट जप, तप, गुरुवन्दना, गुरुभक्ति, भगवत आराधना, तुलसीको सेवा, भगवान विष्णुको पूजा विशेष गरेर जीवनमा भक्तिमय, आनन्दमय, समृद्धिमय बनाउनको लागि हुँदछ। अब हामी असार महिनामा के गर्ने यस बारेमा कुरा गरौँ। असार महिनामा यस पटक भने 2082 सालमा 22 गतेसम्म देवताहरूका गुरु बृहस्पति अस्त भएको हुनाले असार महिनामा विवाहका साइतहरू छैनन्, गृह प्रवेशका साइतहरू छैनन्, घर बनाउने साइतहरू छैनन्, माङ्गलिक कर्मका साइतहरू छैनन्। अहिले नित्य हाम्रा गरिने पूजापाठ, भक्ति, आराधना यिनै कार्यहरू घर घरमा हाम्रा चलिरहेका छन्। 22 गते असारको 22 गते हरिशयनी एकादशी पर्दछ। यस दिन तुलसीलाई हामी रोप्दछौँ भने 26 गते असारका दिन गुरु पूर्णिमा पनि रहेको म जानकारी गराउँदछु। असार महिनामा अब कुन देवी देवताको पूजा गर्नाले हाम्रो जीवनमा भक्ति बढ्दछ, समृद्धि बढ्दछ, ऐश्वर्य बढ्दछ भन्दा असार महिनामा भगवान विष्णुको पूजा विशेष फलदायी रहन्छ। विष्णुको पूजा गर्नुपर्दछ। भगवान विष्णुको पूजा, विष्णु सहस्रनाम श्रवण गर्नाले, पाठ गर्नाले विशेष गरेर समृद्धि बढ्दछ, ऐश्वर्य बढ्दछ, सन्तानको प्राप्ति हुँदछ, उन्नति प्रगति हुँदछ। आषाढ महिनाको शुक्ल पक्षलाई गुप्त नवरात्र पनि भनिन्छ। यस पटक भने गुप्त नवरात्र असारको 12 गतेदेखि शुभारम्भ हुनेछ। यो समयमा भगवती देवीको भक्ति, आराधना, साधना गुप्त रूपमा गरिने भएको हुनाले गुप्त साधना गर्न मिल्छ। दुर्गा सप्तशतीका पाठ, नवारण मन्त्रका जापहरूले विशेष गरेर शक्ति, समृद्धि, ऐश्वर्य बढेर जानेछ, उन्नति प्रगति पनि हुनेछ। यस कारणले गर्दा यो महिना विशेष गरेर भगवान विष्णुको पूजा, लक्ष्मीको पूजा, दुर्गाको पूजा विशेष फलदायी रहनेछ। विष्णु सहस्रनाम अनि दुर्गा सप्तशती चण्डी पाठहरू श्रवण गर्नाले, सुन्नाले विशेष कृपा त मिल्ने नै छ। यहाँहरू सबैलाई यदि विष्णु सहस्रनाम, दुर्गा सप्तशती पाठ आफै गर्न असमर्थ हुनुहुन्छ भने तल डिस्क्रिप्सनमा हामीले लिङ्क राखेका छौँ। दुर्गा सप्तशती, विष्णु सहस्रनामको पाठ हामी आफैले पाठ गरेको सुन्न पनि सक्नुहुनेछ घरमा। यसले विशेष कृपा र भक्ति, समृद्धि बढ्नेछ। आइतबारका दिन सूर्य मिथुन राशिमा प्रवेश गर्ने भएको हुनाले सूर्यको आराधना विशेष फलदायी पनि रहन्छ। सूर्यनारायण भगवानलाई जल दिएर आइतबारको दिन विशेष सूर्यको उपासना, आराधना, सात्विक भोजनले पनि जीवन सुदृढ र मङ्गलमय रहनेछ। आषाढ महिनामा भगवान श्रीहरि विष्णु त शयन गर्नु नै हुन्छ, तर जति भगवान विष्णु शयन गर्नुहुन्छ, विष्णु शयन गरेको बेला माङ्गलिक कार्यहरू त हुँदैनन्। आषाढदेखि कार्तिक महिनासम्म विवाहहरू हुँदैनन्, साहित्यहरू हुँदैनन्, तर जप, ध्यान, निष्ठा, तुलसीको सेवा हुने गर्दछ। आषाढ महिनामा तुलसीको पूजन, तुलसीको सेवा, तुलसीलाई रोप्नु पनि विशेष धनधान्य समृद्धि बढाउनेवाला हुन्छ। आषाढ महिनाको एकादशीदेखि कार्तिक महिनाको एकादशीसम्म तुलसीको मोठ सजाएर, रोपेर, तुलसीलाई बत्ती बालेर विशेष प्रार्थना गर्नाले मनुष्य जीवन सार्थक र सफल हुन्छ, जसलाई चतुर्मासको समय पनि भनिन्छ। 2082 सालमा यो चतुर्मासको समयमा अधिक मास पर्दैन।
यसपटक अधिक मास भने 2083 सालको वैशाख महिनामा पनि पर्ने म हाम्रा सम्पूर्ण धर्मदर्शनका फलोअर्सहरूलाई भगवत प्रेमीजनहरूलाई पनि जानकारी गराउँदछु। अब असार महिनामा के छ भने अर्को यो वर्षायामको समय हो। अब वर्षा ऋतु प्रारम्भ हुँदैछ, पानीहरू पर्छ र यो समयमा गर्मी पनि ज्यादा बढेको हुन्छ र असार महिनाबाट गर्मीको लेभल घट्न थाल्दछ। त्यसैले सङ्क्रमणको समय पनि हो। अनेक प्रकारका रोगहरू लाग्ने, सङ्क्रमण हुने, खानपानका कुराहरूलाई हामीले सावधानी रहेनौँ भने धेरै ठुला रोगहरू, सङ्क्रमणहरूको शिकार भन्नुपर्छ, रोगहरूले घेर्न सक्छन्। यसको लागि हामीले विशेष गरेर असार महिनामा पाइने फलहरू, यस सिजनमा, यस मौसममा फलेका फलहरू खानाले विशेष लाभ मिल्नेछ। सागसब्जीहरू बजार हुँदै जाँदा पनि यही मौसममा पाक्ने, यही मौसममा पाकेका फलेका सागसब्जीहरू विशेष र दाल चामल सामान्य रोटीहरू बनाएर खानाले विशेष लाभ मिल्नेछ। धेरै गरम भोजन होइन, हल्का भोजन, पानी पिउने, मोही जुसहरू खानाले विशेष लाभ मिल्नेछ। यो महिनामा विशेष सावधानी रहनुहोला। असार महिना आध्यात्मिक महिना पनि हो, चतुर्मासको पहिलो महिना हो र यसपटक असारको 22 गते हरिशयनी एकादशी, बृहस्पति उदय पनि हुन्छन्। हामीले घरमा तुलसीको पूजा, तुलसी रोप्न पाउँछौँ र यसै दिनबाट बृहस्पति पनि उदय हुने भएको हुनाले यसै दिनबाट हामीले तुलसीलाई रोपेर एकादशीको व्रत गरेर अनि 26 गते गुरु पूर्णिमा महोत्सव पनि मनाउँदैछौँ। असार महिना गुरुको पूजन, आफ्ना आध्यात्मिक, आफ्नो जीवनमा परिवर्तन, आफ्नो जीवनमा गुरु दीक्षित गुरुहरूलाई पनि वन्दन गर्नाले, प्रणाम गर्नाले, गुरु भक्ति गर्नाले पनि कार्य सिद्धि, अनेक प्रकारका विघ्न बाधा अडचनहरू पनि हटेर जानेछन्। यस कारणले गर्दा यो असार महिना आध्यात्मिक महत्त्व, महिमा त छँदैछ। यसलाई स्वास्थ्यलाई सुदृढ बनाउनको लागि